गर्ने चाहिँ म चाहिँ एज अ जब होल्डर चाहिँ बतासमा त्यहाँ काम गर्दा चाहिँ क्याफेको म्यानेजमेन्ट प्लस एकाउन्ट हेरेर थिएँ अनि जबले मात्र हुँदैन भनेर नेपालमा केही गरौँ बिजनेस गरौँ भन्ने सोच आएर के गर्ने भन्दाखेरि चाहिँ अब आफूलाई अलिकति नलेज भएको हुनाले क्याफे नै गरौँ भनेर त्यहाँ रिजन त यस्तो छ साथीहरू भाइहरू हामी बस्दा बस्दै गफ गर्दा चाहिँ नाम के राख्ने भनेर सोच्दाखेरि अब धेरै नामहरू पनि हेरियो हेर्दाखेरि अब यसो सोच्दाखेरि ब्रेक टाइम नै राखौँ न भनेर सबैले सल्लाह सुझाव दिएपछि अब ब्रेक टाइम हजुर अफरहरू छ हाम्रो अहिले चाहिँ अब खाजाहरूमा मोमोमा चाहिँ मोमोलाई ओन्ली 100 रुपियाँ अफर गरेको छ 55मा कफी छ अनि त्यसपछि के अरे कटिङ टी चाहिँ हाम्रो 20 रुपिसमा ओपनिङ चाहिँ हाम्रो यही फागुनको 29 र 30 गते दुईजना पार्टनरसिपमा छौँ पार्टनर चाहिँ मेरो ठुलो भएको छोरा हाम्रो चाहिँ लगभग 35 देखि 40 अराउन्ड रिजन चाहिँ त्यस्तो खासै ठुलो रिजन चाहिँ केही छैन र आफूलाई चाहिँ यो क्षेत्रमा नलेज भएको हुनाले अब यही नै गरौँ न भनेर चाहिँ हजुर नेपालमा गर्न सक्यो भने अपर्च्युनिटीहरू धेरै नै छ होइन त्यो अपर्च्युनिटी चाहिँ आफूले बनाउने हो कसरी हुन्छ सिर्जना गर्ने हो होइन सिर्जना गरेर खोजेर आफूले मेहनत गर्न सकियो भने अवश्य नै सफल हुन्छ हजुर हाम्रो चाहिँ यही फागुनको 29 र 30 गते ओपनिङ हुँदैछ सबैजनालाई आएर हाम्रो क्याफेमा रिभ्यूहरू गरिदिनुको लागि त